हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ म सुन्तलाको बिरुवा लिन आएको र हाम्रो चुडाराज शर्मा दाइले चाहिँ सुन्तलाको बिरुवालाई चाहिँ कसरी रोपिन्छ भनेर यो छोटो भिडियोमा भन्नुभएको छ, हेर्नु होला। बिरुवाको यसो जरा हुन्छ नि, सबैको जरा चाहिँ आफ्नो ठाउँमा गएको हुन्छ है। तर बिरुवा रोप्ने बेला गर्ने के हामीले भन्दा यो एकदम जतन गरेर, किनभने बिरुवाको यो छेउमा हेर्नु त मसिना चाहिँ टोपी छैन, हेर्नु त यसलाई रुट क्याप भन्छ। यसको जरा यो यसलाई पानी खाने पानी जम्मै कुरा ल्याउने भनेको चाहिँ यही हो क्या। यो मोटो जरा ल्याउँदैन है। अब यो यसलाई यसरी समाउने, यो जरालाई सबैले यसरी समाउने भनेको हामीले यति जरा छोड्यौँ यहाँ, यति मास्टर समात्यो होइन। अब तपाईँले के गर्नु पर्यो भने यसरी समात्छ हामीले, त्यो हात यसो गर्ने। अब यसलाई यसरी यहाँ पहिला खाल्डो यो तयार गरेको छ होइन। यसरी यहाँ राख्ने, हामीले राख्दा काम हामीले के याद गर्नु पर्यो भने यो जमिनको सतहभन्दा यो हाम्रो अहिले पुर्ने भाग हुन्छ नि, त्यो चाहिँ माथि हुनु पर्यो है। अब यसो गरिसकेपछि हामीले यो जरा जहाँ जहाँ गएको छ नि त्यहाँ चाहिँ बिस्तारो माटो हाल्ने। अर्को साथी बदियो भने त सजिलो पनि हुन्छ होइन। अब यसरी चाहिँ माटो हालिसकेपछि यो त जरा त छोप्यो नि होइन। अब हामीले के गर्ने, यो जरा छोड्ने है। अब चाहिँ जरा छोड्ने भयो। यो जरा के यसो गरेको भन्दाखेरि यो पनि माटोमा भयो होइन, यो पनि माटोमा भयो क्या। हेर्नु त अझ यो दुइटा अझै बाँकी रह्यो। अझ यसलाई यसो गर्नुहोस् र यसलाई छोप्नु है, स्टेप बाई स्टेप छोड्नु होइन त। यसरी हामीले छोप्यौँ भनेदेखि अब फेरि के भयो त, यो पनि फेरि माटोमा आफ्नै ठाउँमा गयो क्या। अब यसरी यहाँ चाहिँ छोपिदिने है। यसरी यो सबैलाई राम्रोसँग जहाँनिर पुगेको हुन्छ त्यहाँनिरसम्म छोपिदिने। यो यसरी सबै हाम्रो कति थियो जमिनको सतह अहिलेको यहाँसम्म थियो, त्योभन्दा माथि धेरै नै हाल्ने माटो। यसलाई खिचिरहनु परेन, पर्छ त म सिकाउँछु त्यो। यसरी यति गरेर सक्यौँ हामीले होइन त। अब हामीले यसलाई चाहिँ थिच्ने भयो। थिच्दाखेरि के नमान्नु भने यसरी चाहिँ बिस्तारो यो गोडालाई चाहिँ यसरी थिच्दिने, यसरी थिच्दिने र लास्टमा चाहिँ यो बुढी हाम्रो यहाँ घुसारेर यसरी थिच्दिने, यसरी थिच्दिने। अनि त्यसपछि एउटा किला यस्तो पारेर एउटा किला राख्ने गाड्ने होइन। त्यहाँ एउटा किला खाँदै भयो खिच्ने, हेर्नु त यस्तो किला यस्तो पारा गाड्ने, यसलाई 90 डिग्रीमा यस्तो पारा गाड्ने र अनि यसलाई यहाँ टक्क बाँधिदिने। यसो अर्थ के हो भने यो फेद हल्लिनु नपाओस्, यो हावाले यो माथि हल्लियोस् केही गरेन। तर यो यहाँ बाँध्नेपछि यो फेद हल्लिँदैन। अनि फेद नहल्लिएपछि बिरुवा सर